हाई गाइस, हाम्रो आज चाहिँ बाख्राको प्लेट बनाइरहेको छौँ हामीले खाना है। अनि बाख्राको प्लेट आज चाहिँ हामी खाना खाइरहेछौँ। हामी हेरौँला आज कस्तो हुँदो रहेछ त्यसको टेस्ट हजुरहरूलाई देखाउने। हेर्नु तातो पानीमा एकदम बढियासँग होइन, टक्क तातो पानीमा चाहिँ एकदम क्लियरसँग धुनुपर्छ। खाँदाखेरि पनि स्मेल आउँछ तातो पानीमा चाहिँ राखेर रेडी छ। चाहिँ प्याज टमाटर अनि त्यसपछि खुर्सानी लिम्बू डाल्दै हामीले अहिले चाहिँ हामीले हाल्यौँ खुर्सानी र प्याज। अहिले चाहिँ हामीले चाहिँ ल्वाङ सुकमेलहरू हाल्यौँ होइन। अच्छा से फ्राई होना चाहिए, राम्रोसँग फ्राई गर्ने यसलाई टमाटरसँग। अब हामीले टमाटर हाल्यौँ। मजासँग फ्राई गर्ने अहिले चाहिँ हामीले मिर्ची रातो खुर्सानी रेड चिल्ली पाउडर हालेछौँ हामीले है। ओके, यो चाहिँ हाम्रो बेसार हल्दी धनिया पाउडर गरम मसला हालेछौँ। गरम मसला चिकन मसला अहिले हामीहरू चाहिँ कर्ड हाल्दैछौँ है। हाम्रो सेफजी, हाम्रो स्पेसल सेफजी हुनुहुन्छ यहाँ, दही हाल्दैछौँ हामीले टक्क। आज नयाँ स्टाइलको हामीले खाइरहेको छौँ है। यहाँ चाहिँ बनाएर खाँदैछौँ है। यो नयाँ स्टाइल देख्न मिलिरहेको छ। सरले सेफ सरले बनाइराख्नु भएको छ। अनि घुमाउनु पऱ्यो हेर। मजासँग एकदम रारेर ट्याक्क लगाएर ओके। इसके बाद वो डालेगा ना और क्या नमक, हल्का नमक हाल्ने हल्का चाहिँ अब हजुरलाई जति चाहिन्छ त्यति हाल्न सक्नुहुन्छ। हामीले चाहिँ अब हाल्यौँ है। यो चाहिँ नै हाम्रो बाख्राको भित्रको वायर फायर सबै मटनको भित्रको चाहिँ सबै है। यो गन्दा होइन है, फेरि यो बेसार लगाएको हो नि, फेरि गन्दा भन्नुभयो भने फेरि बिल्ला हुन्छ। खराब होइन है, यो हामीले बेसार लगाएको एकदम तातो पानीमा धोएर राम्रोसँग बनाएको। तपाईँलाई मजासँग राख्ने फर्काउने यताउता होइन। कितना मिनट के लिए छोड़ने का भी उसको, कितना मिनट छोड़ने का उसको बराबर पकने 20 मिनटसम्म चाहिँ हामीले यहाँ छोड्छौँ होइन। पक्नलाई साथीहरू रेडी भइसकेको छ हाम्रो डिस। हामीले इन्डियन स्टाइलमा बनाएको हो, कति नेपाली स्टाइलमा बनाएर खाने होइन। अब नेपाली दाजुभाइहरूले पनि बनाउनुहुन्थ्यो अनि कहिले कसो ल्याएर खान्थ्यो क्या हामीहरू। हाम्रो गाउँतिर मासुभन्दा पनि बाख्राको मासुभन्दा पनि बाख्राको भुँडी महँगो छ कि हाम्रो गाउँतिर चाहिँ। सो खाइन्थ्यो, त्यही भएर यसो सम्झनामा यतै बनाएको थियो याद गरेर खाइहालौँ भनेर। रेडी भइसकेको छ। यसको चाहिँ टेस्ट गरेर हेर भाइ त। हाम्रो चाहिँ रेडी भइसक्यो है। चाहिँ अब टेस्ट गरेर हेर कस्तो बनाएको छ हाम्रो साथीले हेर। मासु
रम्भै लागेन यसमा कस्तो चाहिँ बनाएको रहेछ त है